देख्दाखेरि शशिपन थापाले के भन्नुहुन्छ मलाई भेट्दा के अङ्गलाबाट निचल्नुहुन्छ भने तपाईँ काल भोग्नु भयो। हामीहरूले लेखेको हाम्रो पुरस्कारले हो। तपाईको जीवनमा काम गरेन तर तपाईले जे खानुपर्छ त्यही खानुहोस् भनेर भन्दै गर्दाखेरि म चाहिँ आर्मीमा हुँदाखेरि एकदमै हटिलो मटिलो एकदमै विशेष किसिमको थिएँ तर म 45 किलोमा पुगेको थिएँ। त्यसपछि खोज्दै जाँदाखेरि डिएक्सएन कम्पनी भेट्ने अवसर पाएँ अनि त्यस कारणले म डिएक्सएन कम्पनीमा चाहिँ 2002 मे 30 तारिक डिस्ट्रिब्युटर हुने मौका पाएँ। इन्डियाबाट सामान लिएर हामी त्यसरी भयौँ अनि त्यो प्रोडक्ट खाँदै जाँदाखेरि मैले त्यहाँनिर म पेसामा नर्सिङ अनि के छ यहाँ मलाई यस्तो पनि पार्ने अनि मेरो रोग के थियो भन्दा हजुरलाई थाहा गाह्रो होला भन्दाखेरि मेरो डुडेनल अल्सर भएर फुट्ने आँटेको अनि त्यहाँदेखि चाहिँ मेरो किडनीमा मल्टिपल एकदमै ढुङ्गा धेरै थियो अनि अर्को यहाँ मेरो यो घोडामा एउटा ट्युमर निस्केर यसो उभिनु पनि नहुने किनकि मेरो घोडा पत्थ्यो टक 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 गरेर आवाज आउने अनि त्यसले गर्दाखेरि म त्यति बेला सुनवार जाति भएको हुनाले म सुनवार समाजको केन्द्रीय सदस्य अनि ओखलढुङ्गा जिल्लाको मानव अधिकार वादीमा काम गर्थेँ अनि मेरो वेट 81 घटेर 45 किलोको भयो अनि मेरो रोग त्यस्तो लाग्दै जाँदाखेरि म मेरो उपचारमा मलाई त मृत्यु नै घोषणा गरेर डाक्टरले त्यसले गर्दाखेरि मेरो श्रीमती उमेर सानो भएको कारणले कहिल्यै पनि मेरो उपचार गर्ने ठाउँमा लगेन डाक्टरकोमा जाँदा म एक्लै जाने गरेर त्यसो गर्दै म मृत्यु घोषणा भए पनि भनिन अनि त्यस कारणले गर्दा डिएक्सएन कम्पनीको प्रोडक्ट पाइसकेपछि मेरो अपलाइन चाहिँ डम्बर सुनवार हुनुहुन्छ उहाँ त्यो फिलिपिनमा सिकेको कारणले गर्दा फिलिपिनमा जे सिक्नुभयो त्यो लिएर प्रोडक्ट लिएर आउनु भनेर उहाँले करिब 5-7 किलो जति प्रोडक्ट लिएर आउनुभएको थियो अनि मैले चाहिँ 2002 को फेब्रुअरी महिनादेखि खानु सुरु गरेँ। फेब्रुअरीको लास्टमा आउनुभयो भोलिपल्टदेखि त्यो प्रोडक्ट खाँदै गर्दा फेब्रुअरीमा खाएँ अनि मार्च एप्रिल मे अनि मे महिनामा चाहिँ दर्ता गरेर भीमसिंह गुरुङ सरसँग खाने समन्वय गरेर पहिला चाहिँ के यहाँलाई के थाहा हुनु हजुर लिडर हुनुहुन्छ लिडरले जे सत्य हो त्यो बोल्नुपर्छ हामीहरूले दर्ता गर्ने भनेर डिएक्सएन इन्टरनेसनल नेपाल भनौँ दर्ता गरेर मलेसिया पठाउँदा अलरेडी रजिस्ट्रेड भनेर हामीलाई उत्तर दियो उसो पनि त्यसको फोन नम्बर दिए भन्दाखेरि फोन नम्बर दिएपछि हामीले फोन गर्दाखेरि न्यू विवेक इन्टरप्राइजेस बागडोर भनेर हामीले देख्यौँ अनि त्यहाँ ल्यान्ड फोन त्यति बेला मोबाइल थिएन अनि ल्यान्ड फोनमा फोन गर्दै जाँदाखेरि विवेकसेन गुरुङले उठाउनु भयो अनि विवेकसेन गुरुङमै बोलेको हो यस्तो दर्ता गरेर हो डेडी खोइ त डेडी बङ्गाला देशमा हुनुहुन्छ केमा भन्दाखेरि उहाँ चाहिँ एग्रिकल्चरको चाहिँ ट्रेनिङ दिनु जानुभएको छ भन्नुभयो अनि उहाँ आउनुभएको 1 हप्तापछि हामी भेटेर उहाँसँग समन्वय गरेर हामीले सुरु गरेर 2002 को मे 30 तारिक दिन फिलिपिनबाट एकजना निनिलेमाला भन्ने प्राणदायलाई बोलाएर उहाँलाई भनेर उहाँले फिलिपिन इन्डियाबाट दायासु कम्पनीबाट लिएर हामी मेम्बर हुन पायौँ अनि त्यसले गर्दाखेरि यहाँहरूलाई म भन्छु यो प्रोडक्टमा यस्तो चिज छ यो अहिले भन्छ है म यो अहिले छोडिन्छ यो प्रोडक्टमा डिएक्सएनमा यस्तो चिज छ हजुरहरूले याद गरिबस्नुहोस् यहाँनिर के छ भन्दाखेरि अ बिजनेस टु डाइमेन्सन बिजनेस एउटा छ डिएक्सएन कम्पनीमा तर आइएम दुईवटा छ त्यहाँनिर यहाँले बुझिसक्नुभएको छ नेचुरल छ एउटा प्रोडक्ट 100% नेचुरल अनि त्यो नेचुरल प्रोडक्ट चलाउनुको लागि अर्को चाहिँ के छ स्पिरिचुअल इसेन्स छ स्पिरिचुअल छ प्रोडक्टमा नेचुरल छ अनि अर्को चाहिँ स्पिरिचुअल अनि त्यो नेचुरल चिज चलाउनुको लागि हामीहरूले कुनै विचार पनि नेचुरल हुनुपर्छ शुद्ध प्रोडक्ट भएको हुनाले तपाईँलाई मेरो विवेक शुद्ध हुनुपर्छ एकजना प्रवेश गर्छौँ काम गर्छौँ त्यो मान्छे निश्चय सफल हुन्छ शुद्ध विवेकले खाँदै खुवाउँदै आउँदाखेरि हो अनि अर्को स्पिरिचुअल इसेन्स भनेको स्पिरिचुअल इसेन्स भनेको यहाँ धेरै पटक आइसक्यो अघि नै भीमसिंह सरले कुरा सुन्दाखेरि तपाईँले बुझ्नु सक्नु छैन त्यहाँ आइसकेको छ स्पिरिचुअल इसेन्स स्पिरिचुअल भनेको चाहिँ के छ भन्दाखेरि त्यो स्पिरिचुअलले चाहिँ कसरी काम गर्छ त भन्दा त्यो स्पिरिचुअल इसेन्सले चाहिँ तपाईँ हाम्रो बडी डिफेन्स मेकानिजम
यसलाई चाहिँ राम्रो गर्छ। अनि यहाँनिर अघि ढकाल सर कहाँ जानुभयो, उहाँ उठेर जानुभयो हो। हजुरको क्वेसनको उत्तर आएन, म दिन्छु अहिले। उहाँको क्वेसनको उत्तर आएन, त्यहाँ आएर म पछि दिन्छु भनेर के छ भन्दाखेरि यहाँ सुनिनुहोस्। अनि त्यो हामी लिडर कोठामा जति छ हामी सबै लिडर हौँ। जति पनि डिएक्सन प्रोडक्ट खान्छन् त्यो जम्मै म लिडर भनेर घोषणा गर्छु। अनि लिडरहरूले विचार गर्नुपर्ने चाहिँ कुन व्यक्तिको बडी मेकानिजम कस्तो छ, बडी कसो पनि छ, त्यो अनुसार उसलाई सामान दिँदाखेरि यो सामान यसो खानुस् भनेर हामीले सल्लाह दिन्छौँ भने पनि नखाने कुरा पनि सल्लाह दिनुपर्छ। लापरवाही तरिकाले खानुभयो त्यो मान्छेले, लापरवाही तरिकाले खाँदाखेरि हेक्टर जति सबै खाए भन्नु होइन सरलाई। अनि त्यस कारणले डिएक्सन प्रोडक्टले उसलाई काम त गरेको छ तर उसको आँखाले देखेन। अनि नदेख्नुको कारण चाहिँ के त भन्दाखेरि स्पेसियल इसेन्सले काम त गरेको छ तर उसले देखेन। यसैले गर्दा म यहाँलाई भन्न चाहन्छु, यहाँले सोडियम खानुभएको छ, सोडियम खानुभएको छ अथवा क्लोराइड मात्रै खानुभएको छ। मुख्य तपाईँले लेखेर लानुहोस्, टिप्स हो तपाईँलाई। सोडियम मात्रै खाँदा पनि विष हो, क्लोराइड मात्रै खाँदा पनि विष हो। तर सोडियम र क्लोराइड मिलेर बनेपछि नुन हुन्छ। नुनले स्वाद कस्तो दिन्छ? नुनले स्वाद मात्रै दिन्छ, दिँदैन? स्वाद मात्रै दिन्छ। नुनले स्वाद मात्रै दिने भएको हुनाले नुनको त्यो स्वाद तपाईँले देख्नुहुन्छ? देख्न सक्छौँ? देख्दैनौँ। त्यसको स्वादको अनुभव मात्रै महसुस मात्रै गर्छौँ। हो त्यस्तै गरेर डिएक्सन कम्पनीमा पनि यस्तो स्वाद छ, त्यो अनुभव गराउने स्वाद छ, स्वाद दिने स्वाद। जसले डिएक्सन कम्पनीको प्रोडक्ट खाएर बुझेको छ त्यसले बोल्न सक्छ, त्यसले बोल्न सक्छ, उसको जीवनको अनुभव आउँछ, एक किसिमको ऊर्जा थपिन्छ। त्यसले गर्दाखेरि त्यो एउटा बिजनेसमा दुईवटा आयौँ भनेको चाहिँ एउटा नेचुरल छ, 100% नेचुरल भएको हुनाले त्यो नेचुरल चिज चलाउनुलाई तपाईँ मेरो विचार नेचुरल हुनुपर्छ, शुद्ध हुनुपर्छ, विवेक शुद्ध हुनुपर्छ। अर्को स्पिरिचुअल छ, त्यो स्पिरिचुअलमाथि इसेन्स छ, त्यो स्पिरिचुअलले चाहिँ कसो अनुभव गर्नुहुन्छ त त्यो अनुभव हजुरमा अनि ममा थाहा हुनुपर्छ। त्यो अनुभव थाहा नभएको हुनाले हामीले जे पायो त्यो गर्छौँ। खाइदियो भइगयो, दिएर मात्रै हुँदैन, हामी धेरै कुरा सिक्यौँ। दिनुपर्ने रहेछ, केयर गर्नुपर्ने पर्छ, सेयर गर्नुपर्ने पर्छ, दिएर मात्रै हुँदैन, वास्ता गर्नुपर्छ। अनि त्यसले गर्दाखेरि हजुरहरूले फेरि अर्को नम्बर कुरा, तपाईँ अगाडि बढ्न जाने हो भने तपाईँले दुई किसिमको मान्छे पाउनुहुन्छ। दुई किसिमको, एउटा खाने मात्रै पाउनुहुन्छ, अर्को खुबै मेम्बर बनाएर काम गर्ने तर नखाने, त्यस्तो पाउनुहुन्छ। खानेलाई चाहिँ मेम्बर बनाउनु प्रोत्साहन दिने, मेम्बर नबनाउनेलाई चाहिँ मेम्बर मात्रै बनाउँछ, खाँदै पनि त्यसलाई खानुको लागि प्रोत्साहन दिनुपर्छ। अनि तपाईँ हामी लिडर भएको हुनाले हिजै मैले भनेको छु, लिडर बस्दैन, लिडरले लिड गर्छ, टेक केयर गर्छ, आफ्नो टिमलाई त्यसो टेक केयर गरेर वास्ता गर्दै जानुपर्छ। धन्यवाद। फेरि पनि जोरदार तालीले सम्मान गरौँ। अपर्च्युनिटी दिनुभएको डाक्टर लिमलाई पनि जोरदार ताली। किनभने डिएक्सन एउटा यस्तो बिजनेस हो, कहिले पनि तपाईँलाई श्रीमान श्रीमती एउटा पदमा भनौँ एउटा पदमा भएर पनि काम गर्ने एउटा बिजनेस हो। तपाईँले कुनै पनि ठाउँमा तपाईँले जानुहुन्छ, डक्टर सायद भन्नु होला, उहाँको आफ्नै फिल्ड होला, उहाँको आफ्नै मान सम्मान होला, वकिलको पनि आफ्नै पद, उहाँको आफ्नै मान सम्मान छ। तर पनि कहिले पनि उहाँहरू जोडी भएर मञ्चमा उभिएर सम्मान पाउनुहुन्न। त्यो सम्मान कसले दिन्छ?